एउटा छोरी मान्छेको जिन्दगीको सबैभन्दा गाह्रो दिन है, मानौँ त्योभन्दा सायद गाह्रो दिन उसको जिन्दगीमा कहिले आउँदैन होला। एउटा सबैभन्दा गाह्रो दिन भनेको नै एउटा गर्भावस्था है। गर्भावस्थामा हुँदा त्यति बेला आफ्नो आफन्तको एकदमै खाँचो पर्छ है। किनभने अब नर्मल दिनहरूमा जस्तो हुँदैन, कोही दिन के हुन्छ कोही दिन के हुन्छ। त्यो दिन चाहिँ त्यो समयमा एकदमै आफन्तको जरुरत पर्छ। त्यो समयमा साथ दिने मानिसहरू चाहिँ तपाईँलाई सायद जिन्दगीभरि बिर्सिनु हुँदैन होला। अन्त त्यस्तै अर्को हुन्छ प्रसव पीडाको समय है, जुन चाहिँ तपाईँले अब त्यो 9 महिनाको बाद चाहिँ आफ्नो सन्तानलाई जन्म दिनुको लागि चाहिँ हस्पिटलको बेडमा जुझिरहनु भएको हुन्छ, त्यो पीडासँग जुझिरहनु भएको हुन्छ। त्यो समयमा साथ दिने मान्छे चाहिँ नि तपाईँलाई एकदमै भगवान जस्तो लाग्छ। जिन्दगीभरि तपाईँले त्यो समयमा साथ दिने मान्छेलाई चाहिँ कहिले बिर्सिनु हुँदैन। जस्तै मान्छे आयो भने पनि त्यति त्यो समयमा आउँदा चाहिँ भगवान जस्तो लाग्छ तपाईँलाई है त्यो समय। अन्त नानी जब सानो हुन्छ है 1 वर्षसम्म चाहिँ एकदमै कठिनाइ हुन्छ। अब कस्तो चाहिँ हुन्छ, एउटा सानो नानीलाई हुर्काउनु, न निन्द्रा न भोक न दिन रात केही भन्नु नपाई उसले हुर्काउनु पर्छ त्यो नानीलाई है। त्यति बेला यो 3टा अवस्थामा चाहिँ तपाईँलाई जो मान्छे साथले साथ दिन्छ नि त्यो मान्छे चाहिँ एकदमै भगवान बराबर हो। त्यही भएर चाहिँ यो समयमा चाहिँ आफन्तहरू है, आफन्त आफ्नो घर परिवारले चाहिँ उसलाई एकदमै सपोर्ट गर्नुहोस् है। त्यति बेला तपाईँले साथ सपोर्ट गर्नुभयो भने चाहिँ उसले तपाईँलाई जिन्दगीभरि कहिले नराम्रो हुनु दिँदैन, कहिले दुखी हुनै दिँदैन है। तर तपाईँले यो 3 अवस्थामा पनि तपाईँहरूले साथ दिनु भएन भने चाहिँ भविष्यमा गएर चाहिँ उसकोबाट पनि राम्रो आशाको नराख्नुहोस्। किनभने कर्म राम्रो गर्यो भने त हुन्छ नि होइन, कर्मै ठिक गरेन भने कहिले हुन्छ। किनभने छोरी मान्छेको यो समय भनेको चाहिँ एकदमै गाह्रो समय हो नि त।